साथीहरू अहिले सृजनाले अलिअलि शङ्का भने इन्द्रेलाई गरिसकेकी छिन्। जब इन्द्रेले सृजनालाई भेट्न आएको थियो त्यति बेला सृजनाले उनको हातमा उनलाई पछाडिबाट हानेको व्यक्तिले लगाएको रुमाल र इन्द्रेको रुमाल उस्तै थियो। त्यही भएर उनले अलिअलि शङ्का भने गरिसकेकी छिन्। अब भने बसन्त निक्लेर इन्द्र भने जेलमा जाँदैछन्। कोले चाहनुहुन्छ इन्द्र जेलमा गएको म चाहन्छु भनेर कमेन्ट गरिदिनु होला र हाम्रो च्यानलमा पहिलोचोटि भिजिट गर्नुभएको छ भने सब्स्क्राइब गरिदिन भने नभुल्नु होला। अब भने केशरी र सृजना मिली इन्द्रले रक्सी खाएको बेला सबै कुरा भन्न लगाउँछन्। त्यसपछि इन्द्रले पनि सबै कुरा भन्छन्। उनीहरूले मोबाइलमा रेकर्ड गरेका हुन्छन् र त्यो रेकर्ड पुलिस सामु गएर पेश गरिदिन्छन्। त्यसपछि इन्द्र भने जेल जान्छ र बसन्ते भने निक्लिन्छन्। साथीहरू अब आउने भाग भने एकदम रमाइलो भएको छ, त्यसैले हेर्न भने नछुटाउनु होला र तपाईले यति बेरसम्म हाम्रो भिडियो हेर्नु भएको छ भने कमेन्टमा केशरी लेख्न भने नभुल्नु होला। त्यतिन्जेलका लागि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला भन्दै बिदा हुन्छु। मिल्छौँ यस्तै भिडियोमा भन्दै बाइ, मिस यु अल, जय नेपाल।